यहाँ चाहिँ क्या गजबको जङ्गल छ है, राइट। किनकि म चाहिँ नेचरसँग एकदमै रिल्याक्स हुन्छु के हैन, म नेचरसँग एकदमै नजिक हुन्छु हैन। सो त्यो भएको हुनाले मलाई यस्तो इन्भाइरोमेन्टमा एकदम मनपर्छ हैन। अनि यस्तो भएको इन्भाइरोमेन्टमा चाहिँ मलाई एकदमै लाइक भनौँ न एकदमै बढी म टच हुन्छु के। सो यहाँ देख्न सक्नुहुन्छ यति राम्रो जङ्गल छ, यति राम्रो रुखहरू छ हैन, यति राम्रो वातावरण, चिसो हावा। सो यस्तो चाहिँ मलाई मजा लाग्छ के, राइट। सो यहाँहरू देख्न सक्नुहुन्छ। सो त्यो भएको हुनाले हामी बाहिर विदेशतिर चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरिमा तपाईको एउटा घरमा एउटा रुख के भनेको, घर बनाइसकेपछि त्यो घरको छेउछेउमा चाहिँ रुखहरू रोप्ने उनीहरूको सिस्टम त्योहरू छ। त्यो घरको बीचमा ग्याप बनाएर चाहिँ त्यो ग्यापमा चाहिँ उनीहरूले रुख रोप्ने त्यो सिस्टम त्यस्तो चाहिँ हुँदो रहेछ कि बाहिरतिर। अब हाम्रोतिर चाहिँ अब त्यस्तो छैन नेपालमा चाहिँ हैन, पुरै जिगज्याग घर बनाउँछ। तर विदेशमा चाहिँ कस्तो हुन्छ भनेदेखि तपाईको टक्क घरको बीचमा चाहिँ ग्याप छोड्छ र त्यो ग्यापमा चाहिँ उनीहरूले सट्ट रुखहरू रोप्छ के। अनि त्यो रुख चाहिँ बढिसकेपछि चाहिँ सट्ट पछि चाहिँ राम्रो शीतल हुने हैन, बस्नलाई एकदमै लायकको हुने त्यस्तो इन्भाइरोमेन्ट राम्रो हुन्छ के। सो यो खालको चाहिँ घरको सिस्टम, घर बनाउने सिस्टम चाहिँ मलाई बेस्ट लाग्छ है त। सो यहाँ अहिले चाहिँ म नारेश्वरतिर छु हैन, नारेश्वर आइपुगेको छु। अनि उता डाँडा, त्यो डाँडाभन्दा अलि तलपट्टि चाहिँ नारेश्वरको स्कुल, सरकारी स्कुल छ है। यहाँबाट देखिन सकिरहेको छैन, अलि तलै पर्छ, राइट। सो यहाँ पनि राम्रो छ, नेपाल हो नि त यार, नेपाल हो नि त है, जैविक विविधताले परिपूर्ण भएको देश हो हैन। अनि प्राकृतिक सौन्दर्यतामा चाहिँ यति परिपूर्ण भएको देश हो त, मुलुक हो नि त। सो त्यो भएको हुनाले उता यहाँ पहिला देखिरहनु भएको छ, ओ त्यो चाहिँ सरकारी स्कुल हो है, नारेश्वरको सरकारी स्कुल। त्यहाँ चाहिँ 10 सम्म छ भनेर सुनेको थियो, 10 हो कि 12 सम्म कि 10 सम्म छ भनेर सुनेको थियो है। एक्ज्याक्टली म चाहिँ त्यहाँ पुगेको छैन त्यो स्कुलमा है। सो त्यो स्कुलमा चाहिँ मैले पुगेको छैन, तर मान्छेले भनेको अनुसार चाहिँ त्यहाँ चाहिँ 10 हो कि 12 सम्म चाहिँ छ भनेर चाहिँ सुनेको थिएँ मैले चाहिँ है, सुनेको मात्र है, मैले म त्यहाँ पुगेको छैन कि। राम्रो छ चट्ट। अहिले यहाँ धान रोपिसकेको रहेछ यहाँ, अनि बाटो पनि चट्ट रहेछ, अस्ति भर्खर नयाँ बनाएको छ। तर यहाँतिर चाहिँ चट्ट पिच छ सररर है हैन। यहाँबाट देखिन्छ नारेश्वर स्कुल है, राइट। सो त्यहाँ पनि सबै पिच भइसकेको रहेछ। अनि म चाहिँ माथिपट्टिको रोडमा छु, बाटोमा हिँडिरहेको छु भने तलपट्टि पनि रहेछ। अब त्यो यहाँबाट चाहिँ कता कता पुग्छ त्यो मलाई एक्ज्याक्ट थाहा छैन है। म यहाँ यो रोडबाट अब उतातिर कता कता पनि मैले गएको छैन अहिलेसम्म। तर म चाहिँ यहाँ चाहिँ अहिले यो माथिल्लो रोडबाट जानुस्, तपाईलाई चाहिँ सुन्तलाको नर्सरी बोर्ड चाहिँ भेटिन्छ भन्नुभएको थियो अघि एकजना बाजेले। अनि त्यो भएको हुनाले म चाहिँ माथिल्लो रोडबाट अनि जाँदैछु। अनि अहिले तल चाहिँ यो चाहिँ नारेश्वर है, राइट। खासै बजार चाहिँ छैन रहेछ यहाँ चाहिँ है त। यहाँ यसरी देख्न सक्नुहुन्छ तपाईहरूले। अब बर्खायाममा त यति त हुन्छ मौसम हैन।